यो भिडियोलाई देखेर पनि नदेखे जस्तो नगर्नुहोला। 80% यी गरिब बुवाको यो दुःखदायी भिडियो तपाईहरुले देखेर पनि नदेखे जस्तो नगर्नुहोला। सक्दो लाइक शेयर कमेन्ट गर्नुहोला। नदेखे चाहिँ गरेमा महापाप लाग्ने छ। कठै विचार हेर्नुस् त। यो गरिब बुवा 80 वर्ष हुनुभयो। छोराहरू इन्डियातिर छन्। बुहारीहरू मरे। दुईटा नातिनीको बिहे भइसक्यो। नातिहरू उतै कालाबारतिर हिँड्छन्। अनि उहाँको बुढी यसै दाउरा खोज्नको लागि जङ्गलतिर जानुहुन्छ। उहाँ बिचरा अहिले 12 बजिसक्यो। यहाँ खाना पकाएर खानदिने मान्छे कोही रहन्छ। 12 बजी उहाँलाई खाना पकाएर खानदिने कोही छैन। अझैसम्म खाएको छैन बाबु भन्नुभएको छ। दर्शक पनि हेर्नुहोस् त। अब आफ्नो हातखुट्टा चल्दैन। यहाँ खाना बनाएर खुवाउनको लागि न नाति न छोरा न नातिनी न बुढी। बुढी अब बन्तिर दाउरा खोज्न गएको। उहाँको बुढी कहिले आउने हो। दाउरा खोजेर एक भाइ दाउरा लिएर आएर बल्ल उहाँलाई भान्सा गरेर चाहिँ खुवाउनुहुन्छ गरे। त्यही भएर धेरै बिजोग छ दर्शकबिन। बुहारी उहाँको इन्डियामा बितिन्। यो बिजोग अवस्था छ उहाँको। यस्ता बेसारा मान्छेलाई सरकारले आश्रम बनाएर आश्रम राख्ने व्यवस्था गरेको भए राम्रो हुन्थ्यो। किनभने अब उहाँको छोराहरूले उहाँलाई स्याहार गरेका छैनन्। नातिहरूले स्याहार गरेका छैनन् हैन। उहाँलाई भान्सा गरेर खुवाउनको लागि पनि गाह्रो छ। अब हामीले पनि उहाँलाई लगेर राख्न गर्न गाह्रै छ। त्यही भएर यसो आश्रममा लगेर मानव सेवा आश्रम त्यसपछि ल्याएर विभिन्न बेसाराको आश्रममा लगेर राख्दा कस्तो होला। तपाईँहरूले चाहिँ आफ्नो विचार व्यक्त गर्नुहोला भन्न चाहन्छौँ। 80-82 वर्षको वृद्ध बुवा हुनुहुन्छ। यसरी पहिला चाहिँ जाडोमा झन्डै बिरामी भएर मर्ने अवस्थामा थियो। अहिले चाहिँ अलिक टाँठिनु भएको छ। अब घाम दिन लाग्यो बल्ल अलिक टाँठो हुनु भएको रहेछ। आजकल त अलिक ठिकै छ नि। जाडोमा गाह्रो भयो नि तपाईँलाई। घाम पनि भगवानै हो नि। घामलाई पूजा गर्नुपर्छ। सूर्य भगवान। खाना खानुभयो? खानुभयो खाना? किन पाएन? किन? ए भोगयो बस्ने भोकै बस्ने खाना भोगै। घरको दाउरा खानुपर्छ। त्यो आयो बर्बाद भयो त। बिहानदेखि के खानु भएन? के खानु भयो? भोक लाग्दैन? भोक लाग्दैन? भोक मलाई भोक। ए कति वर्ष भयो? 90? 80 भत्ता पाउनु भयो? भत्ता सब मास्यो? सक्यो? के गर्नुभयो? अब खाएको यस्तो खाएको जग्गा खायो त्यो। छोरालाई पैसा पठाउँछ? छोरानाटीले छोरानाटीले पैसा पठाउँछ कि नै? छोरा अब पुसो आयो भने उसले